सक लाउनु परेको अलिकति यो पनि भिडियो कल गर्दा कसरी हान्छ म देख के हो त्यो बेला जति एक्सर्साइज गरे पनि बच्चै पाउने हो अरे ए बच्चा पाउने भएपछि एक्सर्साइज गर्नु हुने हो कि यो बच्चा पाउँछ अहिले पछि अनि अहिले जति स्ट्रङ भए पनि पछि आफ्नो केटीको आफ्नो औकातमा आइहाल्छ पछि यो भइहाल्छ भन्ने त्यो इगो हर्ट भएको के हो आई डोन्ट नो केटीहरूले प्रायः जस्तो त्यस्तो कमेन्ट गरेको देख्दिनँ होइन एप्स पनि हेर्न सक्नुहुन्छ मजाले फाइनली समातिसकेको छु गाइस मैले है यहाँ हेर्नु न हात अहिले यस्तो छ अब केही हाल्ने नमिल्नु भयो यस्तो हेर्नु मनदीपले अगाडि समाउँछु कि मैले मनदीपलाई खुला च्यालेन्ज हाई गाइस वेलकम ब्याक टु माई च्यानल डान फेरि पनि म आइसकेको छु एन्ड आई होप कि हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि अहिलेसम्म एकदमै सन्चै नै छु एन्ड आज म छु मेरो क्लासमा अनि यहाँ पासाङ देख्न सक्नुहुन्छ सुरुमै ह्यान्डस्ट्यान्ड हान्दा नभएर फ्रस्ट्रेट भइसकेर यहाँ दिदी म के गरौँ भन्छ है अब यति धेरै फ्रस्ट्रेट हुन्छ गाइज ह्यान्डस्ट्यान्ड हान्दाखेरि होइन सोध्नु होइन जस्तै प्रो एथलिटहरूलाई सोध्नु बरु प्लान्स हान्छन् होइन ह्यान्डस्ट्यान्डमा कति गाह्रो भएको थियो सोध्छन् कि प्लान्सलाई अब धेरै टाइम लाग्दैन भन्छन् होइन सिक्दै गएपछि ह्यान्डस्ट्यान्डले यस्तो धेरै टाउको दुखाउँछ कि म झन् पहिला होइन अब म त झन् मलाई पहिला गाइड गर्ने मान्छे पनि थिएन अनि मैले कसरी गर्थेँ भने म त्यो ग्राउन्डतिर जहाँ देखेँ त्यही ग्राउन्डमा हाम फाल्ने उल्टो परे त्यस्तो गरेर मैले पनि त्यसरी सिकाएँ नि त एकदम फ्रस्ट्रेट हुँदै गाइज म पनि सुरुमा ह्यान्डस्ट्यान्ड सिक्दाखेरिको जोर्नी नै एकदमै सबैको प्रायः जस्तो त्यस्तै नै हुन्छ कि म्याक्सिममको अनि जस अब भनौँ न किप कन्टिन्यू हो अब यस्तै फेजहरू आउने हो यही बेला हो कि खासमा भगवान्ले हाम्रो पेसेन्स लेभल चेक गर्ने होइन छोड्छ कि छोड्दैन होइन यही बेला मान्छेहरूले क्विट गर्छ नि त प्रायः जस्तो तर हामी त त्यस्तो छैनौँ पासाङ हामी त्यस्तो छौँ हामी त्यस्तो क्विट गर्ने खालको छौँ कि छैनौँ हामी क्विट गर्ने खालको छ कि छैनौँ भनिदेऊ त ऊ एकदम फ्रस्ट्रेट भएर अनि उसले मजाले दिन्छ दिदी कहिले हुन्छ भनिरहन्छ उसले जहिले पनि अनि उसको हालत चाहिँ अहिले यस्तो छ अब उसको ह्यान्डस्ट्यान्ड पनि हेर्छौँ है त हामी ल पासाङ तिमीले ह्यान्डस्ट्यान्ड देखाइदिउँ ल यहाँ क्यामेरामा हुन्छ अनि उसले मलाई जहिले भनेर हुन्छ कि ऊ जहिले फ्रस्ट्रेट भएर उसले मलाई कति हुन्छ दिदी मेरो ह्यान्डस्ट्यान्ड कहिले हुन्छ कहिले नभएको भनिरहेको हुन्छ अनि यस्तो छ अहिले हाम्रो यहाँ ताजा खबर अब फेरि उसको ह्यान्डस्ट्यान्ड हेर्छौँ है त गाइज हामी ल अब तिमी क्यामेरामा भन तिमी कति सेकेन्ड हान्ने 5 सेकेन्ड ल म 5 सेकेन्ड ह्यान्डस्ट्यान्ड हान्छु दिदी भन त ल भन छिटो भन आवाज त दमै छैन त यार ल हामी उसको 5 सेकेन्ड होल्ड हेर्छौँ ल त म पहाड उयो लिएर आउँछु तिम्रो ह्यान्डस्ट्यान्ड हेर्नको लागि जसरी पनि 5 सेकेन्ड हान्छु भनेपछि चाहिँ अब हान्छ होला है हान्छ होला होइन हान्नै पऱ्यो नि होइन अलि त उयो सकेछ भइरहेछ स्वाट माथि माथिबाट हो टाइट गर्ने सब टाइट गर्ने भइरहेछ वा 3 सेकेन्ड त हाल्यो 3 सेकेन्ड गाइस 3 सेकेन्ड हालिसकेको छ हाम्रो पासाङजीले एकदमै धेरै खुसी लागेको अवस्था छ अनि एक्स देखाइदिइहाल्छ उसले ह्यान्डस्ट्यान्ड हाल्यो भने आज फ्री स्टाइलमा मेरो टोर्नाडोहरू फेरि ब्याक क्याच गर्न गइरहेको छु मैले पहिला टोर्नाडोहरू अनलक गरिसकेको थिएँ तर फेरि बिचमा ग्याप भएर फेरि मैले अहिले अनलक त गरेको तर अहिले क्याच गर्न डर लागिरहेको छ कि अब धेरै ग्याप भएपछि त्यस्तै हुन्छ सो आज म अलिअलि मेरो फ्री स्टाइलको देखाउँछु है तपाईँहरूलाई प्र्याक्टिस गरेको हेरौँ है त गाइजहरू ल तल घुमेर जस्तो फिल भइरहेको धेरैभन्दा धेरै तल घुमेछ यार म त टोर्नाडोमा त मैले क्याच गरेको घुमाइ सुमाइ सबै बिर्सिसकेको छ यहाँ हामीसँग हुनुहुन्छ नमिना दिदी ह्यान्डस्ट्यान्ड हान्दै हुनुहुन्छ ल मनदीप अब मेरो पालो ल भाइले पनि हान्दैछ भाइ के हान्दै हो तिमी ल भन त यहाँ गेनर स्विङ गेनर हान्दैछ अहिले ल्यान्डिङ सिक्दैछ यस वा कस्तो दामी हानेको ओ तेरिका ल मनदीप न मेरो ल ऊ यताबाट मेरो साइडबाट
ब्याक फ्लिप उयो बारमा हाल्नु न। ल मन ट्राई गर्छु नि अब यस्तै हो मन ट्राई धेरै गर्छु ग्याप भइसकेपछि मनले पनि डराइरहेछ खासमा उसले त झन् झ्याउ समाएको थियो अहिले चाहिँ अलिकति टाढा भयो मेरो चाहिँ ल अनि अघिदेखि घुमेको छैन है हो कि होइन त भाइ अघि बरु म अघिदेखि घुमिरहेको थिएँ ऊ आधीमा यो हात चेन्ज गर्ने बित्तिकै छोडेछ नि मन्दिरले ल ल मौरी नेपालको मौरी यस घुम्यो ठिक छ ल उसले कि मैले अगाडि समात्ने त गाइजलाई च्यालेन्ज भयो मनदीपले अगाडि समाउँछ कि मैले अगाडि समाउँछु यो चाहिँ मनदीपलाई खुल्ला च्यालेन्ज ल भइरहेछ गाइज अब चाहिँ क्लोज फिल भइरहेछ है लेट्स गो ल मेरो टर्न है नि त च्यालेन्ज भन्दै थियो नि ल च्यालेन्ज है मन्दिर र मलाई मन्दिरलाई ओपन च्यालेन्ज हो हातको अवस्था हेर्नु न गाई चाहिँ ल मुख बिगार्न मात्र हुँदैन भाइ समाउनु पनि पऱ्यो के गरेको थियो ल ल ल ल ल उसले अगाडि समाउने कि मैले अगाडि समाउने च्यालेन्ज छ है गाई चाहिँ हो रहेछ कसले अगाडि समाउँछ जस्तो लागिरहेको भाइ ए मेरो पालो थियो है ल ल मेरो टर्न छट ल यु गो गर्ल भनेर क्या यु गो गर्ल ल यु गो मौरी यस लेट्स गो यस वाट त्यतिकै समातिहाल्यो नि केटीहरू सेट 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 उसले समातिहाल्यो यार मैले के समाउने यार भाइ दिदी ओपन च्यालेन्ज गरेको मैले हारेँ मैले अब समाउँछु कि समाउँदिनँ होला यस ल ओके लेट्स गो समाते है अब त ल यस मनदीपले समातेर हो कि मलाई जुस्सा लाग्यो तर दिदी जहिले पनि मेरो लागि लकी चामै हो किनभने है गाइज सी वाज माई फर्स्ट क्लाइन्ट किनभने दिदी मेरो लकी चाम कसरी हो भने दिदी मेरो फर्स्ट क्लाइन्ट हुनुहुन्थ्यो दिदीले स्टार्ट गरेदेखि मसँग अहिले कतिजना क्लाइन्टहरू हुनुहुन्छ दिदी एकदमै मेरो लागि लकी चार्म हो अहिले पनि भन्नुभएको थियो नि मैले ठ्याक्क समाला जस्तो भएको थियो अनि हजुरलाई केही भन्नु छ मेरो बारेमा के भन्छ बेस्ट सिस्टर अस्ति न एउटा भिडियोमा यस्तो भएको छ थाहा छ त्यो नक्सलमा बेस्ट के भन्छ बेस्ट कोच भनेको थिएँ मैले त्यस्तो भएको थियो तर हो दिदीलाई म एकदम धेरै थ्याङ्क यू भन्न चाहन्छु दिदी मेरो लकी चार्म हुनुहुन्छ गाइजहरू दिदी मेरो दिदीले अस्ति आएर मलाई 3 पुलअप देखाइदिनु भएको थियो सुई लाएर म एकदम सर्ट भएको थिएँ ल मान्दी बाबा चाहिँ समाउँछु मैले ल कहाँबाट स्वर आउँछ यार मैले त भात नखाएको नि स्वरै आउँदैन ल कसरी हान्छ म देख आधा घुमेर आधा मेरो के गाइस हातको अवस्था यस्तो छ हेर्नु यहाँ तर खुसी लागिरहेछ म क्लोज छु नि त हात हेर्नु नि यही ल ल ल ल ल प्रोट्र्याक्सनमा हिँड्दै प्रोट्र्याक्सन एङ्गलमा ओके लेट्स गो बोलिराख भन्छ फेरि मलाई त अनि म त बोलिरहन्छु ओके ल म ए म एक हाने म एक हाने समातेर पनि छोडिरहेको है अहिले त मैले दिदी समाते अलिकति कन्फिडेन्ट फिल भएन लेट्स गो यस गो त म सानो छोरी बोल्छु
सकिन भने म आज भात खाँदिनँ। खै स्वरै छैन त नि आज टोर्नाडो 360 समाउन सकिन भने म भात खाँदिनँ गाइस। बल्ल भुइँचा लाउला जस्तो भयो। लेखेर टिक्ली बोलौँ कि नबोलौँ? कति टाढा गयो यार यो त। 1 2 3 3चोटि हानेपछि झन् पावर गइहाल्यो। किन हानेको छैन जस्तो लाग्छ? अब हेर तिमी भात खायो भने एनर्जी आउँछ अनि त तिमी सक्छौ दिने। नाइ 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 म भात नखाए हान्दिनँ। म त टोइलेट आइसक्यो। स्योर ल स्योर भात खाने आवाज भोक लागिसक्यो भोक लाग्छ चाँडो मन्दिरलाई भोक लागिसक्यो। क्लोजै आएन र आज झन् के भयो भयो। सक लाउनु पऱ्यो कि अलिकति। यो पनि भिडियो गर्नुपर्छ ल गर। भात खान्छु अब म भात। मन्दिर तिमीले हेर मैला खान्छ भात यहाँ अब। भात खाएँ अब गाइस। भात खाएँ ल अब चाहिँ ल भयो। थ्याङ्क यू सो मच गाइस। फाइनली समातिसकेको छु गाइस मैले है। यहाँ हेर्नु न हात अहिले यस्तो छ। अब केही हाल्न नमिल्ने भयो। यसो हेर्नु न यो रगत जमेर अब यो अरू केही नेक्स्ट ट्राई केही गर्न मिल्दैन कि झन् मलाई आज कति कम्बोहरू मिलाउन मन थियो है। यस्तै हुन्छ कि जहिले पनि। अब चाहिँ म क्रिस्टल हाल्न सक्दिनँ किनभने हातको अवस्था एकदमै नाजुक भइसकेको छ। ओहो धेरै टल्क्यो यार यो। अब चाहिँ म के हान्छु भने म अब स्ट्याटिकहरू हान्छु गाइस। स्ट्याटिकहरूको पनि म हजुरलाई भिडियो देखाउँछु ल त आज म के हान्छु भनेर। किनभने हातको अवस्था यस्तो भइसकेपछि अफकोर्स मैले सक्दिनँ त्योभन्दा बेसी हान्नलाई है गाइजहरू। एप्स पनि हेर्न सक्नुहुन्छ मजाले। एप्स त खासै खतरा त छैन त्यही पनि। लेट्स गो ल म स्टार्टिङमा चाहिँ अलिअलि प्लान्ट्सहरूको अलिअलि हान्न गइरहेको छु गाइज। ट्राइपड कहाँ छ मनदीप? वेयर इज ट्राइपड गाइज? ल रेडी हुनु पऱ्यो। अब भर्खरै भात खाएको है तर मैले भर्खरै भात खाएको भात खाइसकेपछि हाल्न पर्नेछ। ढाड दुख्यो गाइस त्यही हो। अनि अल्छी लाग्यो होला है तपाईँहरूलाई पनि सरी। अब हामीलाई झन् गर्नेलाई कति अल्छी लाग्ला जस्ट इमेजिन गाइस। एकैछिन रेस्ट बस्छन् फेरि हाल्यौँ ल। म चाहिँ हान्न ट्राई गर्छु है त। Sorry. एकछिन थाकेर म चाहिँ एकछिन बिसाएँ गाइस। अब एकछिन कुरा गरौँ भनेर है। हुन त के गरी छिरे यसले भनेर होला है। त्यसले गर्दाखेरि नि मार पर्छ कि यसो त्यही हो। मलाई चाहिँ के लाग्छ भने अब कतिजनालाई बोर पनि लाग्ला मेरो भिडियोहरू हेरेर होइन। अनि कस्तो हुन्छ नि बोर लाग्नु स्वाभाविक पनि हो यार गाइज। अब भनौँ न एउटै स्किल मात्र गर्छ भने त अफकोर्स हजुरहरूलाई पनि हेर्नु अल्छी लाग्छ होइन। तर म एउटा कुरा चाहिँ के हजुरहरूलाई भन्न चाहन्छु भने मैले पनि एउटै स्किल्स गरिरहन मलाई पनि इच्छा होइन।
तर यो स्किल्सहरू नै त्यस्तो लेभलको हुन्छ कि हामीले दिनरात एउटै प्र्याक्टिस नगरिकन रेपिटेसन नगरिकन अनलक गर्न एकदमै धेरै इम्पोसिबल छ। किनभने मैले हजुरहरूलाई अघि पनि भनि नै हालेँ, मैले जाबो स्टारल 2-3 सेकेन्ड होल्ड गर्नको लागि मैले 2 वर्ष अलमोस्ट कुरेँ, 2 वर्ष मैले हाम फालेँ होइन। सो अब कतिजनालाई लाग्ला त्यही हो। अब हजुरहरूलाई इमेजिन गर्नु होइन, हजुरहरूलाई त्यो हामीले एउटै गरेको हेर्दा 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 वाक्क लाग्छ भने जस्ट इमेजिन कि हामीलाई त्यही गर्दा गर्दा कति वाक्क लाग्ला त। हामीले पनि त्यही एउटै गर्ने इच्छा हुन्न कि। जस्तै मैले एउटा गर्ने भर्खर त्यो 100%मा मैले 30% गरिरहेको छु। त्यो मैले एउटै किन गरिरहेको छु भने त्यसको फर्म अझ मिलाउनलाई, अझ त्योभन्दा राम्रो क्लिन हान्नलाई र फुल हान्नलाई, फुल लेभलको हान्नलाई। मैले हान्ने भनेको भर्खर स्टारल लेभलको हो, एकदमै हाफ लेभलको हो। सो मैले अब त्यसलाई फर्म मिलाउनलाई, क्लिन बनाउनलाई अझ धेरै रेपिटेसन हान्न पर्ने हुन्छ। अनि त्यही अनुसारले अब मैले जहिले एउटै हान्दाखेरि हजुर त्यो लाग्ला है। अनि त्यसपछि अब कतिजनाले अब त्यही भन्नुहुन्छ नि त। अनि त्यही भएर मैले त्यो कुरा चाहिँ एक्सप्लेन गरेको। म हजुरहरूसँग रिसाउँदिनँ, त्यो कुरा स्वाभाविक पनि हो। हजुरहरूलाई थाहा छैन नि त्यसको बारेमा कसरी के हुन्छ भनेर होइन। सो मैले होइन त्यो अहिले तपाईँहरूले भन्नुहुन्छ नि कति गरेको एउटै, मैले त्यो एउटै त्यसरी दिनरात नगरेको भए मैले त्यो अहिले जति देखिरहनु भएको छ नि हजुरले त्यो पनि अनलक गर्दैन थियो कि। त्यो हो कि रियालिटी भनेको। मैले एउटै 2 वर्षसम्म त्यही रेपिटेसन गरेको गरेँ, रिपिट गरेको गरेँ भएर हजुरहरूले बल्ल त्यो 2 सेकेन्ड देख्नु भएको छ कि। सो अब मैले अझै पनि त्यसलाई किन त्यही गरिरहन्छु भन्दाखेरिमा मैले अझ त्यसलाई राम्रो क्लिन फर्म बनाउन खोज्छु, अझ राम्रो क्लिन बनाउन खोज्छु। त्यो हो कि। अनि र मैले चाहिँ मेरो ट्रेनिङको भिडियोहरू स्पेसली किन हाल्ने सोचेको भने मान्छेलाई थाहा हुनपर्छ कि गाइज कति मिहिनेत लाग्छ, के कस्तो हुन्छ भनेर। सिधै कमेन्टमा आएर होइन अब यताउति भनिदिएको जस्तो सजिलो हुँदैन। कतिजनाले नेगेटिभ कमेन्टहरू पनि गर्नुहुन्छ, कतिजनाले धेरै सपोर्ट पनि गर्नुहुन्छ। र 1-2 जना चाहिँ कस्तो हुनुहुन्छ भने कमेन्टमा के अरे भन्दाखेरिमा जति एक्सर्साइज गरे पनि पछि बच्चै पाउने हो कि अरे के हो त्यो भने जति एक्सर्साइज गरे पनि बच्चै पाउने हो अरे। बच्चा पाउने भएपछि चाहिँ एक्सर्साइज गर्न नहुने हो कि यो बच्चा पाउँछ यसले पछि, अनि अहिले जति स्ट्रङ भए पनि पछि आफ्नो केटीको आफ्नो औकातमा आइहाल्छ, पछि यो भइहाल्छ भन्ने त्यो इगो हर्ट भएको के हो आई डोन्ट नो। केटीहरूले प्रायः जस्तो त्यस्तो कमेन्ट गरेको देख्दिनँ होइन, प्रायः केटाहरूले नै त्यस्तो कमेन्ट गरिरहेको हुन्छ। अनि अर्को भनेको अर्को मेन मैले भन्न खोजेको उयो के कम्पेयर गर्ने के कम्पेरिजन के। केटाहरूले आएर मलाई के भन्नुहुन्छ भने यो चाहिँ अब त म आफै गरिदिन्छु, मैले जति पनि गर्न सक्दैन रहेछ, यो त मेरो लागि इजी हो रे गाइज, चिल। केटा र केटीको बडी टोटली डिफ्रेन्ट हुन्छ, त्यसको बारेमा सुनमा रिसर्च गर्नुहोस् होइन। अनि आएर बोल्नुहोस्। कसरी त्यसरी एकअर्कालाई कम्पेयर गर्नुभन्दा बरु आफूमा वर्कआउट गर्नुभयो भने अझ राम्रो हुन्छ होला। मैले भन्दा राम्रो गर्ने पनि होला, तर तपाईँ पनि त केटी भएको भए मेरो यो लेभलमा पनि आइपुग्नु हुँदैन थियो कि। त्यो हो कि कुरा। सो अरूसँग कम्पेयर गर्नुभन्दा आफूमा वर्कआउट गर्नुहोस् भन्छु म चाहिँ त्यही होइन। हुन त मलाई त्यस्तो कमेन्टले केही पनि हुँदैन, त्यही पनि अब कुरा क्लियर गर्न चाहे। कतिजना अडियन्सहरूले हेरिरहनु भएको हुन्छ, अब यो कुराहरू मैले गर्नै पर्छ पनि जस्तो लाग्यो। किनभने हेर्ने तपाईँहरूले जति डिमोटिभेट गर्नुहुन्छ नि केटीहरू त्यति पछाडि पर्दिन्छन् कि। जस्ट इमेजिन गर्नु यार, अब म यो फिल्डमा आइरहेको छु होइन, मैले यति गरिरहेको छु। जस्ट इमेजिन गर्नु त अब मभन्दा अरू धेरै फिमेलहरू आएर क्यालिस्थेनिक फिल्डबाट हामीले नेपाललाई रिप्रेजेन्ट गर्न सक्यौँ भने कस्तो हुन्छ पछि गएर। अझै फिमेलहरू आउनु पऱ्यो कि किन केटा मात्र छ, किन केटी छैन भन्नुहुन्छ होइन तपाईँहरू। अनि आफै त्यसरी केटीले राम्रो गरेको देख्नै नसहने, केटीलाई होच्याउने, केटीलाई भन्ने तैँले जे गरे पनि पछि बिहे गर्ने नै हो, बच्चा पाउने नै हो। अनि के सम्म भनेको थियो भने जति नै खतरा गरे पनि हर्केको समर्थक होला अरे। के भने गाइज, जति खतरा गरे पनि हर्कको समर्थक त होला अरे कि। त्यो रिलेटै छैन यार गाइज त्यो कुरामा। हुन त त्यो नि अब अल्छी लाएर त्यो मान्छेलाई अब के गरौँ भन्ने त्यो अब काम नभएकाहरूले गर्ने हो त्यस्तो कमेन्ट होइन। हुन त त्यही पनि अब भनिदिएको मैले चाहिँ त्यस्तो हो। अनि एकअर्कालाई झन् सपोर्ट गर्नुहोस्। फिमेलहरू कसैले गर्दैछ भने झन् तपाईँहरूले त उयो गर्ने हो, गर्न सक्छ तिमी पनि गर भन्ने हो कि। त्यसरी सपोर्ट गर्ने हो केटीहरूलाई भने, त्यसरी खुट्टा तान्ने होइन। हुन त खुट्टै ताने पनि म त तल झर्दिनँ, म माथि गर्ने हो, मलाई त फरक पर्दैन। तर जो कोही पनि स्टार्ट गर्दै हुन्छ मलाई त फरक पर्छ नि त। त्यसरी यार आफ्नै फ्यामिलीबाट पनि त कति भनेर हुन्छ, आफ्नै फ्यामिलीलाई कन्भिन्स गर्न। तपाईँहरूलाई थाहा छ के एज अ फिमेल भएर यो फिल्डमा आउनलाई कति गाह्रो हुन्छ। फ्यामिलीलाई कन्भिन्स गराउनु पऱ्यो होइन। त्यही हो गाइज। अनि अब जतिजनाले पनि सबैले त नभए 1-2 जना हुनुहुन्छ त्यसरी केटीसँग कम्पेयर गर्ने। अरूसँग कम्पेयर गर्नुभन्दा बरु आफूमा वर्कआउट गर्नुभयो भने एकदम बेटर हुन्छ झन् होइन। त्यो हजुरहरूको लागि पनि मेरो लागि पनि राम्रो उचित हुन्छ। हुन त अब जति नै भने पनि त्यो नेगेटिभ कमेन्ट त आइ नै हाल्छन्, आई नो, मलाई त्यो थाहा छ, राम्रोसँग मैले बुझिसकेको छु। बट त्यही हो। अनि मेन भनेको क्यालिस्थेनिक सो अफको लागि मात्र होइन। हुन त अब हामीले बाहिर गएर स्किल्सहरू गर्दाखेरि अलिकति यो कुल बन्न खोजी यसले सो अफ गरी भन्ला, तर आफूले गरेको दिनरात एउटा
ठाउँमा गरेको 2 वर्षसम्म लागेको एउटा चिज बाहिर गएर पर्फर्म गर्दा त अफकोर्स आफूलाई मजा लागिहाल्छ नि होइन, देखाउन पनि पायो, त्यसमा मनपर्छ भने वाउ भन्ने, मन पर्दैन भने नहेर्ने ठिकै छ, त्यसमा ठुलो कुरा भएन। बट क्यालिस्थेनिक सो अफको लागि मात्र होइन, क्यालिस्थेनिकले हामीलाई धेरै कुरा सिकाउँछ गाइस। मेन भनेको डिसिप्लिन हो, किनभने मैले अघि पनि भनिहालेँ एउटा स्किल अनलक गर्नलाई हामीलाई कति धेरै कन्टिन्यू, कति धेरै कन्सिस्टेन्सी, कति धेरै हार्डवर्क चाहिन्छ भनेर हामीलाई यसले एकदम धेरै डिसिप्लिन पनि सिकाउँछ। र प्लस अर्को भनेको हाम्रो एउटा मर्निङमा गुड वर्कआउट भयो भने हामीले सोचेको जस्तो हामीले वर्कआउट गर्न पायौँ भने हाम्रो दिनभरि नै राम्रो जान्छ, किनकि हामीले यति कन्फिडेन्ट आउँछ होइन। एउटा वर्कआउट राम्रो भइसकेपछि यस्तो राम्रो कन्फिडेन्ट आउँछ, अनि त्यो कन्फिडेन्ट बोकेर हामी निस्किसकेपछि हामीलाई दिनभरिमा जे कुरामा पनि राम्रो असर पर्न जान्छ कि त्यसको इफेक्ट राम्रो हुँदै जान्छ कि। तपाईँहरूलाई पनि याद गर्नुभयो होला, हजुर पनि कतिजना जिमहरू जानुहुन्छ भने लाग्छ नि त तपाईँहरूलाई पनि, जस्तो तपाईँहरूको गुड वर्कआउट भयो भने मर्निङमा दिनभरि हाम्रो सेल्फ कन्फिडेन्स बढिरहेको हुन्छ, मुड राम्रो हुन्छ। मुड राम्रो भइसकेपछि हरेक कुरामा हाम्रो भनौँ न हामीले गर्ने हरेक कुरामा पनि त्यही अनुसार राम्रो हुँदै जान्छ। मेन भनेको डिसिप्लिन हो र हाम्रो भनौँ न सेल्फ कन्फिडेन्स पनि बढाउँछ। र मेन अर्को भनेको के हो भने नि गाइज, तपाईँहरू जो कहिले पनि आफ्नो लिमिट राख्नु भएको छ नि, म योसम्म गर्न सक्छु भनेर, हजुरहरू चाहिँ मस्ट क्यालिस्थेनिक स्टार्ट गर्नु होला, किनभने हजुरहरूलाई थाहा हुन्छ कि क्यालिस्थेनिकमा होइन हजुरले आफ्नो लिमिटलाई पुस गर्न सक्नुभयो भने हजुरहरूको पोटेन्सियल थाहा पाउन सक्नुहुन्छ कि हजुरहरू त्यहाँ त्यो लेभलमा पुग्नुहुन्छ कि तपाईँहरूलाई लाग्छ ओ माई गड मैले सोचेको थिएँ मैले यतिसम्म मात्र गर्न सक्छु, मैले आफ्नो लिमिटलाई पुस गरेँ भने त मैले यहाँसम्म गर्न सक्दो रहेछु जस्तो हुन्छ कि। किनभने होइन मलाई पनि लागेको थिएन, अनेस्टली भन्नुपर्दा मलाई पनि लागेको थिएन मैले जुन लेभलमा छु त्यो लेभलमा म आइपुग्छु। मैले ह्यान्डस्ट्यान्डको भिडियोहरू हेर्दाखेरि मात्र पनि ओ माई गड कसरी 2टा हातले उभिन्छन् होला, यिनीहरू कसरी सक्छन् होला जस्तो लाग्छ। फेरि मेन भनेको त हाम्रो नेपालमा त्यो फिमेलहरू हुनुहुन्थेन यो फिल्ममा, अनि अफकोर्स अब कसैले गरेको देख्यो भने त ल गर्न सक्दो रहेछ भन्ने खालको एउटा काइन्ड अफ त्यो आउँछ नि त। अनि त्यो बेला त थिएन, अनि मैले हेर्ने त मैले बिस्तारै ट्रेनिङ गर्दै गएँ, मैले अनलक गर्दै गएँ स्किल्सहरू, र मलाई पनि थाहा भयो कि ओ माई गड मैले पनि होइन अब पुस गर्दै गएँ भने, मैले कन्टिन्यू गरेँ भने मैले मेरो लेभल त कति धेरैसम्म पुग्ने रहेछ, म त यस्तो पोटेन्सियल भएको रहेछु, मैले यस्तो खतरा गर्न सक्दो रहेछु भन्ने हुन्छ कि। हो त्यो कुरा पनि हजुरहरूले एचिभ गर्नुहुन्छ होइन। सो डिसिप्लिन त भइ नै हाल्यो, त्यही हो गाइज। सो अफ मात्र चाहिँ होइन, यो यसमा हरेक कुरा जोडिएको हुन्छ, कम्युनिटीदेखि लिएर हाम्रो भनौँ न मेन त अब हामीले नेपालको एथलिट होइन, नेपालको अब नेसनल प्लेयर भएर अरू देशमा रिप्रेजेन्ट गर्न पाउँदाको प्राउड मुमेन्ट नै छुट्टै हुन्छ होइन। एउटा त्यो भयो। र अब भनौँ न कतिजनालाई लाग्ला अब अहिले देखाएर स्किल्सहरू देखाउने, कुल बन्ने, सो अफ गर्ने त्यो मात्र होइन, यसमा धेरै कुराहरू हुन्छ। अब यसो गर्ने छोड्नेलाई चाहिँ अब थाहा नहोला, तर जो पनि यो फिल्ममा लङ टर्मसम्म बस्नुहुन्छ हजुरहरूलाई सबैलाई थाहा होला राम्रोसँग यो क्यालिस्थेनिकबाट हजुरले के पाउनुहुन्छ भनेर। या त्यही हो। अनि रुम आइपुगेँ है, अनि त्यहाँ भ्लग बनाउँदै चार्ज सकिहाल्यो कि, अनि त्यसपछि त्यहाँ भ्लग इन गरौँ भनेको है, यस्तो चार्ज सक्यो 3% चार्ज थियो, अनि हतार आइहाल्यो कि। अनि आउँदा हेर्न रुगा पनि लगाएर पठाउमा आएको है, पुरा त्यो नाकसाक बन्द भएर एकैछिनमा मलाई रुगा लागिहाल्यो, अनि त्यहाँ भ्लग इन गर्नै पाएन कि। अनि त्यही हो आजलाई यति नै, एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। आई नो कि प्रायः जस्तोले मेरो धेरै लङ भिडियोसम्म हेर्नु हुँदैन, खतरा स्किल्सहरू देखाएको भिडियो मात्रै हेर्नुहुन्छ क्या प्रायः जस्तो, अनि त्यो बोलेको सोलेको यताउता स्किप गरिहाल्नुहुन्छ। हजुर जो कहिले पनि अन्तिम भिडियो हेर्दै हुनुहुन्छ भने यु गाइज आर माई रियल सपोर्टर है। जो अब मेरो भ्लगमा त्यो बोलेको हेर्ने भनेको त जसले मलाई जान्न चाहनुहुन्छ, मलाई चिन्न चाहनुहुन्छ भित्रैदेखि, उहाँहरूले मात्र मेरो लङ भिडियो हेर्ने, नत्र भए यसो यताउता स्किल्सहरू कुल स्किल्सहरू देखायो भने हेर्ने हो, नत्र हेर्नुहुन्न कि प्रायः जस्तोले। त्यही नै हो, अब सबैजनालाई रमाइलो चाहिन्छ होइन आफ्नो टाइम उयो गर्नुको लागि। अनि आई होप कि मैले पनि हजुरहरूको टाइम यत्तिकै लिँदिनँ, किनभने मेरो भ्लगमा हजुरले पक्कै पनि नयाँ देख्न पाउनुहुन्छ, नयाँ सिक्न पनि पाउनुहुन्छ, र भनौँ न मैले पनि मेरो कुराहरू सेयर गर्ने एउटा ठाउँ पनि पाएको छु अहिले। अनि त्यही हो, मैले जे पनि भनेको कुराहरूलाई नराम्रो नसोचिदिनु होला, मैले भित्री मनदेखि नै भनिरहेको हुन्छु हरेक कुराहरू। अघि जे पनि मैले त्यो कुराहरू मेन्सन गरेँ भिडियोमा योभन्दा अगाडि, जे पनि कुराहरू बोले क्यालिस्थेनिकको बारेमा यताउता, त्यही हो सबैजनाले नराम्रो नसोचिदिनु होला। आई होप कि हजुरहरूले पनि अब आउने दिनहरूमा अझ धेरै हाम्रो क्यालिस्थेनिक स्पोर्टलाई सपोर्ट गरेर अगाडि लग्नलाई मलाई हेल्प गर्नुहुनेछ है, यहाँसम्म त गर्नु नै भएको छ। अनि यहाँ त्यही हो, अब नेक्स्ट भ्लगमा भेटौँला गाइज है, एन्ड थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।